हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। र आज चाहिँ म तपाईँलाई सुँगुरको अचार बनाउन सिकाउँदैछु। र मैले चाहिँ यहाँनिर सुँगुरको मासुलाई मसिनो कट गरेर फ्राई गर्नु राखिदिएँ मिडल फ्लेममा। र यो चाहिँ अब स्ट्रन ब्राउन कलर अलिक हार्ड पनि भयो नि त। सो यतिसम्म चाहिँ तपाईँहरूले फ्राई गर्नुहोस् यसलाई। अब चाहिँ म मसलाको लागि यहाँनिर अदुवालाई ग्राइन्ड गरेर यसलाई पनि ब्राउन कलर भइन्जेलसम्म फ्राई गर्दैछु। त्यही तेलमा अघि मासु पारेको तेलमा। यो चाहिँ अब सेतो तिल, यसलाई पनि मैले मिडल फ्लेममा अलिक ब्राउन कलर भइन्जेलसम्म फ्राई गरेँ। अब चाहिँ कम्ती तेल लिएर मैले यसमा धनियाँ र जिराको पेस्टलाई चाहिँ 1 चम्मच आधी, किनकि अलिक कम्ती छ नि त, सो क्वान्टिटी अनुसारले मैले फ्राई गरेँ। अब चाहिँ पालि आयो मिक्सको, र यसमा चाहिँ मैले सुक्खा खोर्सानीलाई भुटेर अन्त पिसेर आफै हातले पिसेर हालेँ, किनकि मलाई सुक्खा खोर्सानी चाहिँ भुटेको टेस्ट मनपर्छ नि त। सो टेस्ट अनुसार नुन हालिदिनुहोस् होला। मलाई चाहिँ हुचिङ मनपर्छ गाइस, सो मैले चाहिँ हुचिङ अलिकति ज्यादा हालेँ। तपाईँले टेस्ट अनुसारले हाल्न सक्नुहुन्छ। यो चाहिँ मैले टिम्बुरको धुलो हालिदिएको छु नि त। तपाईँहरूलाई मन पर्दैन भने नहाल्नु पनि सक्नुहुनेछ, तर मलाई चाहिँ मनपर्छ, सो मैले क्वान्टिटी अनुसार हालेँ। अब चाहिँ यहाँनिर मैले 2 कप भिनेगर हालिदिएँ, किनकि मेरो अचार अलिकति कम्ती छ नि त। सो यहाँ चाहिँ मलाई तेल कम्ती भएको जस्तो लाग्यो, सो यो अघिकै फ्राई गरेको तेल चाहिँ मैले यसमा अलिक हालिदिएँ। अब चाहिँ पालि आएको छ गाइस मिक्स गर्ने। सो सबै मसलाहरू हालिसकेर म चाहिँ अब यहाँ मिक्स गर्न थालेँ। फाइनली हाम्रो सुँगुरको मासुको अचार चाहिँ बनेर रेडी भयो। सो होप यु अल आर लाइक माई भिडियो। थ्याङ्क यू फर वाचिङ।